ल गाइजहरु हामीले फाइनली यो लङ्केश्वरी झरना हेरेर ब्याक भइरहेका छौँ। बाटो त यस्तो गाह्रो छ गाइज होइन बाटोहरू यदि तपाईँहरू आउने हो भने नुन सँगसँगै त्यो एउटा रेनकोट होइन लगाएर चाहिँ आउनु होला होइन कपडा चाहिँ नयाँ होइन फाटेको कपडा चाहिँ लगाएर आउनु होला। एकदम फाटेको हामीले पुरै नयाँ लगाएर आएका थियौँ। हाम्रो अगाडि चाहिँ यहाँ रोनाल्डो भाइहरू आइरहेको छ भाइहरू पनि छ। कुहिरो लास्ट कुहिरो चाहिँ तर जीवनमा होइन गाइज यस्तो बाटो बिग्रेको रहेछ गाइज होइन यहाँ हात थाक्यो गाइज हात सब लागेको छ गाइज गाह्रो छ एकदम यस्तो त्यो लङ ड्राइभ कहिले गरिएको थिएन लङ त्यो गाह्रो हुँदो रहेछ। हामी आज 3 जिल्ला घुम्यौँ हामी नुवाकोट अनि मकवानपुर पुगेर आयो तर रमाइलो हुन्छ होइन दाइ भाइ तँलाई कस्तो फिल भयो ल? ओ दाइ त्यसको फिल भन्ने कुरै छोडिदिउँ न दाइ यस्तो रमाइलो नेचुरल नेपालको प्राकृतिक सँगसँगै रमाउँदै बाटो हेर ए अगाडि बाटो पनि हेर्नु भयो अब यहाँ यस्तो बाटो छ होइन केटाहरू साथीहरू भन्छ ए साथीहरू होइन नासाबाट पनि होइन झरेको उसो के भुइँचालो के अरे पहिरो छ कि होइन दाइ पुरा खतरा छ होइन यो ब्याक गर्न मिल्दैन यो यता अगाडि गर्नु त यता म गर्छु है हात ए भाइ ओ यता अगाडि गर्नु त म अगाडि गरिदिन्छु ओ एउटा बाटो देखाउँछ एउटा ल हेरौँ त ल आमा यस्तो छ गाई यहाँ मोबाइल यस्तो राख्नु यस्तो गरेर राख्नु ए भाइ तँ यहाँ हेर यस्तो गर्नु कि अगाडि नै भयो यो अलि बाटो यहाँ कत्रै रहेछ यो त मास देखाउनु यो यहाँ पहिरो ढुङ्गाको पहिरो यस्तो चोर्नी गर्ने हो क्या गाइज अनि जिन्दगीमा के पनि गर्नु सकिन्छ क्या यो त बाटै छैन गाइज बाटो भनेको शून्यता छ यहाँ अहिले नेपाल सरकारको ध्यान आकर्षण यहाँ पनि होस् वाग्ने पाग्नेको यहाँ पनि आओस् त्यही भएर दाइ ल तपाईँलाई चाहिँ कतिको फिलिङ कस्तो भइरहेको ए भाइ म फर्स्ट टाइम गरेको हो यो पनि पनि बाइकमा एकदमै शरीर थकित भए पनि मन चाहिँ आनन्दित भएको छ आनन्द भएको छ मजा आयो भाइ मजा आयो यस्तो फेरि पनि गर्न पाइरहँ ओ यमराज आयो क्या यस्तो यो हात थाक्छ क्या भाइ आज हामी दाजुभाइसँगै आएको होइन राइड्स कस्तो भन्दाखेरि अब आउँदाखेरि चाहिँ राम्रोसँग आउनु भयो तपाईँहरू होइन हेलमेटै भएन क्या दाइ अगाडि आयो सेट यस्तो कुहिरो छ यार आमा कस्तो छ आगो बोलेर दमकल बोलाउ जस्तो छ गाई एउटा किलो आयो त 1 करोडको किलो हात थाक्दो रहेछ यार अगाडि राखेर मिल्दैन यहाँ राखेर पनि मिल्छ होला क्या ए भयो भाइ पानी नि परिरहेको छ थाहा छैन भाइ छिट्टा ल त्यो कुहिरो परिरहेको छ पानी जाला नि फेरि